बच्चो गाइस सबजनालाई नमस्कार फेरि पनि आज स्वागत छ हैन च्यानलमा अनि यतातिर हाम्रो साथी बुटोलबाट आएको भर्खर हालचाल क्यामेरा कसको भन्दैनस् क्यामेरा पनि दाजुकै हो खै त हेर्नु न भयो लास्टलाई हो के कस्तो पुरो देखा काम यतातिर छ देखाउ मेरो सर हो आज भगे एससीमा एक्चुअली फेल भएर इक्जाममा टुपुक्कै डी ल्याएर पास भएको यही फटा चोर गला हो अनि उहाँ नि दोस्रो चोटि अब है अलि यता आउनुहोस् न राइट पैसा दिसन भाइ पैसा दे आर्मी हो के थाहा हैन आर्मीबाट हान्यो तेरो पर्सनल खुल्लै रहेछ त्यही हो हाम्रो चाहिँ यस्तो अब के गर्नु धनी भयो यार धनी भयो होइन अनि धनी भयो होइन अनि त्यसपछि अब पैसा कहाँ फालम भएको थियो अब आएर झुलमा खानु लाग्यो है मोबाइल सहित पैसा सबै घर छोडेर आएको धनी भएर पैसा 25 रुपियाँ गाडी भाडा 0 प्लस बाइकमा ल्याइदिनु बाइक फ्री स्केटिङ फ्री हजुर मैले के बुझेन यहाँ खाना नि फ्री इन्कै होटल हो मेरै होटल म यिनलाई खाना अझै फ्री पनि स्पोन्सर के सोचेको मलाई अझै खुला छ पनि कसले पैसा हेर पैसा ई के पैसा हेर यो पनि पानीमै जान्छ ए ल तिमीलाई दिए एकछिन दियो स्पोन्सर हान्छु तिमी ल अनि पानी खाने यसको है त दे तिर्न परेन अहिले भर्खर पैसा आयो ममा हाथै त्यसै ल दिप्सन ह्यान्डसेक मजाक गरेको यो त बुझ्दै नि आले देखिस् अहिलेको ममा आएपछि भेटाउँला त काइजहरूलाई देखाउनै पर्यो होइन खाएको अब के पैसा इले तिर्दिनु सबै भिडियो अन गर्छु म तपाईँहरूले दिइसक्नु भयो होला मेरो गोजीमा कति थियो पैसा खासै छैन मसँग तर यो अनि टिकीमा अझै एउटा घरमा बहिनीलाई चलाउँदै के हो त्यो सिमले भन्नु तिम्रो मोबाइल हो यो एउटा घरमा बहिनीलाई देऊ हेर्नु मोबाइल हो यो पनि मेरै मोबाइल हो आइफोन स्कुटी छ एउटा मेरै भयो ल कुरा पनि ल्याएको छैन अलि यो नि मेरो स्कुटी हो मैले फ्रीमा अलि औठी निकाल्न यी औठी अलि धेरै त छैन अलि 5000 को मात्रै ओन्ली धेरै त छैन तिम्रो नि हैन र 5500 मेरो 500 स्टिल टो यी तिम्रो सुन न तिम्रो यसो कपडा नि मेरो एउटा मोबाइलको कभर पनि आउँदैन के फेरि के धम्की दिएको धेरै त छैन अब त आले कस्तो हेर्नु मराको केटी पट्टाउनु हो त कोसँग त्यो हो त हामी जाने आन्टी घरबाट छिर जाने अहिले आन्टी घर जाने आन्टी लिँदै के म बोलाएर बहिनी बोलाउँछु हामी आउँछौँ भने अघि त्यही आन्टी हो के त्यो सुट्स के तिमीसँग जान्थ्यो हामी देखाउनु बस्नु ल म गएँ त म गएँ होइन के त्यो सुन झ्याइलास बाइक चलाउन आउँदैन बाइक एकचोटि कार चलाएर अलिकति गएर यसो लर धानेर रोकेछ केटा जोसमा छ 3 दिनै तममा छ एकचोटि रोकेर कि त्यो पनि एकचोटि रोकेर भ्याङ्गी लोडा त चलाइदिएछ त अनि ठाउँको बस्नु त म त भर्छ चलाउने नाम चाहिँ गर्छ ओ त घाटी भयो ओ त घाटीको नि मेरै हो आउने बित्तिकै टक्काइहाल्यो यो घाटीको राख्न म पनि आइसकेको छ कचौडीमा टक्क लाएर ल तिमीलाई फ्रीमा केटाहरू ढुक्क बस्नु न ए ढुक्क बस्नु त फाइनली गाइस म पनि आइसकेको छ यता खाना सुरु भयो या खन्चुवाहरू यतातिर
बाजे हामी खान्छु होइन दाजु त्यसो न त्यो मजाक पो हानेको त गाइस खान्छ अब खान्छ भाइ मोमो राख्छु मात्रै खायो अहिले थपियो थप्छ पाउँछ कि यसले झोल खाने कि ठुलोले त पाउँछ कि झोल पिरियो क्या केटा हो आज 100 रुपियाँमा फुल गराउनु सिकाउँछ आज झोल मात्रै खान्छ यसरी माग्नु निस्केको त्यसपछि आज झोल थपी फुल गराउने क्या आज मोमो एउटा मासु झोल यसले थप्यो होला नि किन्न पाउनु पाउँछ झोल थप्दैन हावा हामी भएन यो मागो त पायो भने तिमीलाई ल ल हेरौँ ए किन्न पाउनु अलिक माग्नु पाउँछ सन्जितमा तैँले माग्छ तैँले माग्न त ल माग्नु सरु अनि दाजुहरूको मोबाइल छ यहाँ मेरै मोबाइल छ ओहो न पिस्ना त्यहाँ तेरो आज चाहिँ यो भ्लग युट्युबमा आउँछ है सबजनाले सपोर्ट गरिदिनु होला होइन मैले भिडियो पठाएँ बारे होइन मेरो मोबाइल होइन मिठो हो क्या मिठो भयो ल्याउ क्या तिमीले तातो भएको छैन खान पाउँदा त के तातो के चिसो के अरे सङ्गीत खाना पाउँदा त के तातो के दिन्छ गफमा चल्छ तर न अब खाएर भेटाउँ त होइन होइन आज केटा हो यो पाठेलो र यो सन्जुलाई आज हस्पिटल चाहिँ गराउनु लिएर जानु अरे त योसँग यिनीसँग बस्ने प्रोग्राममा त जोनी सिन्स उहाँले 6 महिना यो रङ नम्बर यहाँ रङ नम्बर परेछ यहाँ केटा धोल्न सकिन्छ पाठेले छिटो रस चुल्छ भनेको त उस्तो सम्झो रहेछ ओ यहाँ हो ढुक्क बस न तर नतुरायो भने म खाइन्छ क्या होइन अनि मलाई घर जाँदैन एउटा कुरा देखाएर जान्छु तिमीलाई थाहा पाएन क्या दियो सन्जु तिमीले मैले देखाएर जानु अहिले ल ल यो पाठे हुन्छ सक्दैन मैले तिमीले मैले तिम्रो नि हुन्छ कि नै थाहा भएन मेरा त हुन्छ अलिक घर जाने मेरो देखाउँछु के गफ अलिक घर जाने मेरो लास्ट क्या दुईजना है दिदीहरू कि अरू हुन्छ कि दुईजना चाहिँ दिदी साथीहरू छ म चिनेछु त मेरो ठुल्बा हो क्या डिस्काउन्ट गरिदिनु फुलबा राना होइन नि फुलबाको छोरी भनौँ न दिदी हो क्या आज भन्छ तिमीको ठुलोबाबाको हस्पिटल रहेछ यो पैसा बिना गइला गाइज होइन यहाँ कहिले झोल मोमोमा झोल खानु पाइन्छ भन त यसले भनेको यसले भनेको फेरि हँसाउन बे कहिले कहिले आवा पनि थाहा हुन्छ र त्यो कहिले नाता तालाई भन भनेको रुक तैँले पहिला खाथिस् कोसँग आउँदा खाथिस् सुजल म पुग्छ तब माग्दा त पक्कर बहुला कुरा गर्छ अरे पाएन नि मलाई भन्नु कि मागेको पाएन नि मलाई साँच्चै कस्तो माग्छ जाऊ जानु पर्दैन कि भाइ माग्दै ल अहिले आयो भने मागे है रुख फुलेको बाप्रे तर मैले फाल्दै तिमीले फर्स्ट टाइम सुन्यो होला है के यो झोल खानु पाइन्छ भनेर मैले देखाएको बुटोमा म चाहिँ फर्स्ट टाइम भेको झोल म त फर्स्ट टाइम अहिले दाइदिएन यहाँ सन्जु तिम्रो महिना मैले कति भयो त तिम्रो उयो आज हो तिम्रो काटेको ए सुन न आज तिम्रो घरको त्यो खसी काटेको घरमा ल्याउँछ भन्थ्यो नि के अरे यसको बुढी हो क्या यसको बुढी के ल्याएको अरे के भएर आज तिम्रो स्याड देख्छौ नि अनि आँखा पनि रोए जस्तो देखायो होइन अनुमति किरिया बस्नु गइदिन्छु म कुन्न मात्रै दिदी
माथि हिँड्दै बिल्ला पाइन्छ सुनाएको भन नि सुनाएको मान्छे अझ पाएन नि के भनिरहेको थियो हेरे सुरुमा हाल्थ्यो धेरै कति लाउँछ भइहाल्यो म फर्स्ट टाइम सुनेको यो चाहिँ किन्न पाउने त पैसा लाग्छ नि लाउने मोमो पाइस भन्छ भन्छ त दोड त खाइदैन किन्छ पाइन्छ पाँचजना यत्रो बोलकोमा आउँछ कति पेट टन्न गराएर यो लामो पनि खाएर खत्तम हुन्छ त सक्यो केटा के कि भ्याइयो पुरा यहाँ पुगेन आलीलाई नि छौ सोल्डी हाले होइन त्यत्रो हाले खास त्यो दिप्सीले हाले कि गल्ती हाले हाल्दै यहाँ हाल्दै जाडी ल बरु मलाई पर्दैन अलिकति हाल्नु खान्छ पर्दैन खाना पनि कम्प्रोमाइज गर्छ झोलको पैसा मलाई बरु पर्दैन केटाहरू खा पर्दैन पर्दैन भने पर्दैन भने सङ्गीतलाई कस्तो बुढो देखाएको राम्रो म काले ल ठिक छ यस्तै काले भयो मिनी भन्नु खोजेको काले भयो ठिक छ ल यस्तै मेरो दोस्त कस्तो गोरो छ यहाँ एउटा खतरा हान्नु हुन्छ आले पनि सिगान निकाल्दै खायो ओहो सिएन हारे पानी छैन पागल जस्तो बोल्छ कि बेला बेला यो भिडियो बन्द गरेर त थाहा कति बनाउनु मन लाग्यो सङ्गीत लाग्छ चिकिताले म भन्छु हेर त पाठे होस् त सुन त माइ भैँसीले त उसले के खान्छ के भन्छ घाँस नै अर्को झोल जस्तो कि कुडो त यो कुडो सम्झेर खाके त्यसपछि बोल्न जान्छ कति हँसा केटा बाबु एलबीको बेल्ट रहेछस् नि तेरोमा सबै आउँछ त्यो चेन पनि मेरै हो हेरौँ न एलबीको बेल्ट हेरौँ न पर्दैन भित्र पनि मेरो जस्तो आलु बेल्ट हो है तिमी देखा न गाइस केटा झोल माग्ने फेरि ओए आउ न गाइस जुत्ता मैले दिइसक्यो उसँग र मैले दिइसक्यो पसन्द छैन मैले दिइसकेको कासँग हो के अब